र हामी महत्त्वपूर्ण विषय बजेट अधिवेशनको छलफलमा जुटिरहेका चाहिँ छौँ। यो देशका लागि, देश निर्माणका लागि यो अत्यन्तै महत्त्वपूर्ण समय चाहिँ हो। र सम्माननीय सभामुख महोदय, विषय गम्भीर चाहिँ उठे। गम्भीर विषयहरू चाहिँ उठ्दा स्वाभाविक रूपमा प्रतिपक्ष दलहरूले आफ्नो जिम्मेवारी, आफ्नो दायित्व चाहिँ पुरा गर्नुपर्दछ। र अहिले जे चाहिँ भूमिका निर्वाह चाहिँ गरेको चाहिँ छ र एउटा राम्रो कुशल एउटा प्रतिपक्षको भूमिका निर्वाह चाहिँ गरिरहेका छन् सभामुखज्यूले, त्यो महसुस चाहिँ पक्कै पनि गर्नुभएकै होला। र हामीले सभामुखज्यूलाई म के आग्रह गर्दछु भने, संसदमा पेलेरै चाहिँ लिएर अगाडि बढ्दा सही गन्तव्यमा पुग्न सकिँदैन। सभामुख भनेको अभिभावक चाहिँ हो। संसदको गरिमालाई चाहिँ बढाउने, गरिमालाई कायम राख्ने र साँच्चैकै सर्वोच्च निकायको भूमिका पुरा गराउनेमा सभामुखको मुख्य निर्णायक चाहिँ भूमिका रहँदै आएको छ र रहन्छ पनि। त्यसो हुँदा अहिले जे विषयहरू उठाइएका चाहिँ छन्, अहिले मुख्य गरी गम्भीर विषय, राष्ट्रियताको विषय माथि जसरी सम्माननीय प्रधानमन्त्रीले जसरी बोल्नुभयो, यो गम्भीर चाहिँ त्रुटि चाहिँ हो, यो कमजोरी हो। यसका बारेमा फेरि एकपटक संसदमा आएर सम्माननीय प्रधानमन्त्रीज्यूले यसका बारेमा चाहिँ बोल्नुपर्दछ। यो माग सायद अन्जायज चाहिँ माग हो भन्ने कुरा चाहिँ लाग्दैन। आम चाहिँ नेपाली नागरिकले यो विषय प्रतिपक्ष दलहरूले अनावश्यक बगेडा चाहिँ संसदमा झिकिरहेका छन् भन्ने कुराहरू अवश्य पनि बुझेका चाहिँ छैनन्। यो गम्भीर विषय हो। यसका बारेमा चाहिँ के हो त, सरकारको प्रधानमन्त्रीको के हो, यत्रो विषय उठिसक्यो। आम जनताले थुप्रै यसका बारेमा चाहिँ प्रतिक्रिया चाहिँ दिइसके र सारा चाहिँ मिडियाहरूले अहिले यही विषयलाई लिएर तपाईँको चाहिँ ठुलो हाइलाइट चाहिँ गरिराखेका चाहिँ छन्। गम्भीर विषय हो। यसका बारेमा चाहिँ फेरि एकपटक प्रधानमन्त्रीले आफ्नो धारणा, आफ्नो प्रतिक्रिया दिनैपर्छ। सभामुख महोदय, नदिएसम्म जनताले त्यो खोजेका चाहिँ छन्, जनताले त्यो जवाब खोजेका छन्। त्यो जवाब दिने कुरामा हामीले आनाकानी चाहिँ गर्नु हुँदैन। सँगसँगै फेरि एकपछि अर्को फेरि सरकारले काण्डै काण्ड फेरि उठाउँदै आइराखेका चाहिँ छ। फेरि अहिले तपाईँको अर्थमन्त्रीको विषयमा फेरि गम्भीर विषय उठेको चाहिँ छ। संसदमा बजेट चाहिँ पेश भएको चाहिँ छ, तर तपाईँको भन्सारबाट तपाईँको चाहिँ अझै तपाईँको चलखेलको आधारमा, मिलिभगतको आधारमा केही तपाईँका कामहरू चाहिँ भए भन्ने कुराहरू फेरि उठिरहेको चाहिँ छ।